हेलमेट 2 वर्ष अगाडि हामी चाङ्गु नारायण जाँदाखेरि हामीले दामी फ्रिज राइड पाउ किनेको थियौँ है नानु फ्रिज राइड पाउ कि समथिङ भनेको थियो एकदम दामी थियो कि आज हामी फेरि त्यही नै खोज्न जाँदैछौँ भेट्यो भने चाहिँ किन्न पर्छ लास्ट टाइम एउटा हो कि 2टा प्याकेट किनेको थियौँ त्यहाँ छ चाङ्गु नारायण लास्ट टाइममा आएको बाटो भन्दा डिफ्रेन्ट आएको फेरि हरायो हामी क्लाउड आर लुकिङ गुड लेट्स गो लोकल दाइले यता जान भनेको थियो हामी यहाँ छौँ होइन बेबीनगर लेफ्टै जान भनेको छ एउटा पाउ किन्नको लागि यति अफरोड गर्नुपर्ने हामीले है त्यहाँबाट आएको हामीहरू अब यता जान्छौँ हिजोको रेनफलले आकाश चाहिँ एकदम दामी भएको छ यो बाटो चाङ्गु नारायण जान्छ भयो अलिकति लुज भयो केही भएन घर बनाउने 2 वर्ष अगाडि आउँदा पनि यो ठाउँ यस्तै थियो अहिले चाहिँ हल्का बाटोहरू बिग्रेको छ होइन 1-2टा स्टोन्सहरू निस्केको रहेछ बाँकी चाहिँ प्रपरली वेल म्यानेज नै छ पहिला जस्तै यो धारा यो चाहिँ के हो भने यसु न्युयोर्कमा गर्मी भयो युरोपमा गर्मी जर्मनीमा एसी छैन गर्मी भयो भनेको यहाँ पनि सेम एमाउन्ट अफ गर्मी भयो जस्तो छ कि इभन 30 डिग्रीजमा यहाँ यस्तो हालत छ त्यहाँ के पाउ किन्न आएको यो हो पाउ 2 वर्ष अगाडि हामीले किनेको सो यो फ्रिज ड्राई गरेको यो सोलर ड्राई गरेको पाउ हो कि यो कहीँ पनि पाउँदैन यहाँ बाहेक आई मिन हामीले भेटेन दामी छ यो तर प्राइस बढेछ पहिलाभन्दा पहिले 100 रुपियाँ थियो अहिले 50 बनाएर भयो ठिक छ यो लिएर जानुपर्छ यो किन्न आउँदाखेरि चाहिँ अब मन्दिर हेरेर जाने हो यो पाउँ 3 प्याकेट 100 रुपियाँ यो चाहिँ ट्राई गरौँ है धन्यवाद ल ट्राई चस्माले खान्छ के अरे छैन मिठो छ दिस इज द एन्ट्रान्स गेट अफ चाङ्गु नारायण सो यो लिच्छवी डाइनेस्टीमा बनेको बेलाको मन्दिर हो मलाई पानी
विष्णु भगवानको नारायण मूर्ति मन्दिर हो। 4वटा नारायणहरू मध्ये एउटा चाहिँ चाङ्गो नारायण हो काठमाडौँमा। दियो बाल्ने हो। यहाँ हामी अस्ति नै लास्ट टाइम आउँदा नि भजन चलिरहेको थियो। हार्मोनियम अहिले पनि भजन चलिरहेको छ। यो चाहिँ भीमसेन टेम्पल यतापट्टि छ। हामी अघि नै आएको बाटो त्यही त हो नि। एसियाज ओन्ली 1400 विष्णु भीमसेन टेम्पल चाहिँ यता छ अरे। हामी चाहिँ जाँदैछौँ त्यता। म्युजियम छैन। भीमसेन टेम्पल हो त्यही नै हो। बर पिपल होइन हो र होइन। आधीभन्दा बढी भेजिटेसन त चिनिँदैन हामीले। भीमसेन मन्दिर हो जस्तो त छैन। धन्यवाद धन्यवाद धन्यवाद। साइड क्वेस्ट माथि साइड क्वेस्ट भइरहेको छ। यहाँ सप्ताह रहेछ आज 5th डे। सो दे इन्सिस्टेड अन गेटिङ सम प्रसाद। हामी प्रसाद लिएर आउँदैछौँ होइन बाबा? प्रसाद खाने अब। एउटा साइड क्वेस्ट सकियो। कालो बादल आएको छ। अब हामीलाई यत्रो हाइक गरेर माथि कुल्फी किनेर खानु छ। त्यसपछि हाम्रो सबै टास्कहरू सकिन्छ होइन बाबा? हो कि होइन? मेरो सेकेन्ड क्वेस्ट, थर्ड क्वेस्ट आई डोन्ट नो। फुल्की खानालाई हिँड्दैछ हामी। फुल्की देखे जस्तो लाग्थ्यो अघि नै यता होइन बाबु? एउटा मलाई त थ्याङ्क यू। कुल्फी हामी चाहिँ अब वी आर रिटर्निङ होम। पुरै कालो बादल आएको छ। पानी पर्छ अब। लेट्स गो बाबा, रन 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 रन। पर्न सुरु भइसक्यो। आमा एकै ठाउँमा पुरै पानी निस्क्यो। कोही भनेको बाबुले